अनि आजको माछा हेर्ने तपाईँहरू कहिले तपाईँ माछा देखाइदियो। वेलकम ब्याक टु माई युट्युब च्यानलमा होइन तपाईँहरूलाई स्वागत छ मेरो श्याम श्रेष्ठ ब्लगमा। आज चाहिँ तपाईँहरूकै लागि भनेर लिएर आएको छु मैले नयाँ नयाँ कन्टेन्ट होइन, प्रत्येक दिन प्रत्येक नयाँ कन्टेन्ट। त्यसैले अब चाहिँ म जाँदैछु नुहाउन र नुहाएर खानासाना खाएर तयार भएर तपाईँहरूको लागि केही भिडियोहरू राख्नेछु। ल साथीहरू हामी चाहिँ माछा मार्ने ठाउँमा आइपुग्यौँ होइन। बाउ छोरा बल्छी खेल्दै म यो साइडमा छु भने केटो त्यो साइडमा छ। ओ त्यहाँनिर गर्छ केटोले हान्दैछ माछा। ल बाउ छोरा माछा मार्नु हिँडेको आज। खै माछा चाहिँ अब पर्छ जस्तो लागेन, किनभने हाम्रो बल्छी अलिक त्यही खालको छ, जुगाडै त्यही खालको छ होइन। त्यही भएर अब हेरौँ। खेल्ने ठाउँ चाहिँ यस्तो छ होइन, चट्ट लाएर। पोखरी त ठुलै छ, यहाँ माछा त टन्नै छ छनु चाहिँ। यहाँ कम्तीमा नि 50-60 केजी माछा चाहिँ छ मेरो विचारमा। तर अब हाम्रोमा पर्छ कि पर्दैन हेरौँ। म चाहिँ त्यहाँनिर राखेको छु होइन, यो त्यहाँनिर देख्नुभयो डोरी यसो आएको जस्तो देखिरहेको छ त यहाँनिर त्यो सेतो मेरो चाहिँ त्यहाँनिर छ, केटो त्यहाँ पारी छ होइन। यहाँ पर हो त्यहाँनिर छ हल्लाउँदैछ। ल साथीहरू यस्तै छ होइन। अब आज माछा पर्छ पर्दैन हेरौँ। परिहाल्यो भने भरे तपाईँलाई देखाउँछु, र परेन भने तपाईँहरूसँग अब कुराकानी त गर्नै पऱ्यो। त्यही हो, अहिलेलाई बाई। ल साथीहरू फाइनली हामी चाहिँ माछा मारेर फर्किसक्यौँ। हाम्रो टाङो केटो यहाँ म छु। अनि आजको माछा हेर्ने तपाईँहरू कहिले तपाईँ माछा देखाइदियो। ल माछा हेर्नु भरे घर पुगेर माछाको नि भिडियो हाल्छु। माछा हेरेर रमाइलो गर्नु ल तपाईँहरू पनि। ल अहिलेलाई बाई। ल साथीहरू अब चाहिँ अघि मारेर ल्याएको माछा म तपाईँहरूलाई देखाउँछु होइन, हेर्नु होला। यस माछा 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 आजको बाउ छोराको काम माछा मारै हुँदैछ। ल हेर्नु माछा। के गर्नु यस्तै छ होइन। माछा मार्नु गएको माछा परेन, तर माछा मार्नुको लागि चारो लगेको थियो। त्यही चारो चाहिँ फिर्काएर लिएर तपाईँहरूलाई माछा भनेर देखाइदिएको। ल केटा आइज माछा माछा खेलौँ। माछा परेन, अब यही माछा समाएर चित्त बुझ। माछा 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 भेट्दा भेट्दा माछा 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 भेट्दा माछा 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 भेट्दा माछा माछा भेट्दा माछा भेट्दा माछा यही माछा समा माछा 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 भ्याएको त समा। ल साथीहरू आजको हाम्रो फिसिङ प्लानिङ चाहिँ कामै लागेन होइन। अब माछा परेको भन्नु कि नपरेको भन्नु कि अब तपाईँहरू आफै के बुझ्नुहुन्छ बुझ्नु होइन। कस्तो भयो भने अब माछा चाहिँ परेको पनि हो, तर कस्तो तरिकाले पऱ्यो भने त्यो जुन बल्छी हुन्छ त्यो बल्छीको चारो चाहिँ सबै खाइदिने। त्यो बल्छी अलिक ठुलो भएछ कि मेन कुरा चाहिँ बल्छीको चारो अलिक खाइदिने। अनि चारो खाइदिइसकेपछि त्यो बल्छी चाहिँ खाँदै नखाने कि तान्नु पनि अब नखाइसकेपछि कसरी तान्ने र त्यो अलिअलि अलिअलि हल्लिन्थ्यो। अब खानु खोज्दै होला नि त भने तान्नु त ठिक्क पऱ्यो, अघि चारो खाएर गइदिने। अनि के गर्नु, हेरेको हेरे हामी त। अनि त्यही भएर आज चाहिँ अब माछाको मासु माछा खाने सपना चाहिँ अब त्यतिकै भयो होइन। अब कुनै दिन फेरि फेरि आउला त्यस्तै तरिकाले टक्क मिलाएर चाहिँ एक दिन जानु पर्ला। अब फेरि माछा चाहिँ त्यहाँ छ, यत्रो यत्रोसम्म माछा 4-5 केजीसम्म माछा छ त्यहाँ। छनु चाहिँ जस्तै एउटा भाइले निकालेको 2 केजीसम्मको माछा चाहिँ छ। 50-60 केजी माछा छ त्यहाँ एउटै दोवामा भन्ने कुरा चाहिँ गरेको छ। तर अब हेरौँ के हुन्छ कस्तो हुन्छ। अब माछा योचोटि चाहिँ भएन, अब अलिक हामीलाई अनुभव पनि नभएर होला, अलिक जानिनँ पनि, अलिक हुक पनि ठुलो भएछ। अबको चोटि चाहिँ सानो खालको ल्याउँछु है त। ल गुड नाइट, बाई सबैलाई, सी यू।